एभ्रिवान, आज चाहिँ म बाल्कुनीमा रोपेको कर्कलो, कसैले गाभा भनेर चिन्नुहुन्छ होला, कसैले कर्कलो भनेर चिन्नुहुन्छ होला। आज यसको चाहिँ म सब्जी बनाउन जाँदैछु। यो कर्कलोको बोक्राहरू राम्रोसँग छिलेर अनि यसलाई सानो सानो टुक्रा पारेपछि चाहिँ राम्रोसँग पानीमा पखाले। अनि त्यसपछि चाहिँ कुकरमा तेल राखेर जिरा फुराएँ। अनि जिरा फुराएर चाहिँ मेथी पनि फुराएँ। अनि मेथी फुराइसकेपछि चाहिँ प्याज काटेर प्याजलाई पनि हल्का रातो हुने गरेसम्म हल्का भुटेँ। अनि आलु राखेर हल्का भुटेँ। अनि यसमा चाहिँ मैले प्याज भन्न आयो, लसुन अदुवा खुर्सानीको पेस्ट राखेँ। अनि बेसारहरू राखेर अनि मजाले एकछिन भुटेँ। अनि भुटिसकेपछि मैले चाहिँ अगाडि नै राखेँ टमाटर पनि हल्का भइसकेपछि। अनि त्यसपछि चाहिँ मैले कर्कलो राखेर सिटी लाउन छोडिदिएँ। स्वादअनुसारको नुन सबैहरू टक्क आउने गरी सबै कुराहरू मिलाएर अनि मैले चाहिँ सिटी लाउन छोडिदिएँ। यसरी बनाएको चाहिँ साह्रै स्वादिष्ट हुन्छ। कर्कलो चाहिँ मलाई चाहिँ एकदमै मनपर्छ। गाउँघरमा सानो हुँदाखेरि चाहिँ मतलबै गरिन्थेन है, जब अलिक ठुलो हुँदै गइन्छ अर्ग्यानिक कुरा अनि त्यसले एकदमै फाइदा गर्छ भनेर हेरिन्छ है। कर्कलोको फाइदा भन्दाखेरि त एकदमै धेरै छ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, भिटामिन ए हुन्छ, सी हुन्छ, आइरन हुन्छ, एन्टिअक्सिडेन्ट हुन्छ। अनि त्यसपछि चाहिँ यसमा क्यालोरी पनि प्रशस्त मात्रामा हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो मिठोको साथसाथै फाइदा पनि एकदमै छ। यसरी बनाएर खानु होला, स्वादिलो पनि हुन्छ, प्लस आफ्नो हेल्थको लागि नै एकदमै राम्रो हुन्छ। कर्कलो गाउँघरमा त हामीले यसलाई हेला गरेर गाई बस्तुहरूलाई दिने गरिन्छ है। तर चाहिँ कर्कलो यसरी बनाएर खानु एकदमै स्वादिलो हुनुको साथसाथै एकदमै धेरै 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 फाइदाजनक हुन्छ। यसरी मिठो परिकार बनाएर खानु होला। हस्त, धन्यवाद।